हेलो वेलकम माई ब्लग। धेरै दिनपछि पुनः म उपस्थिति भइसकेको छु तपाईँहरूमाझ। यो चाहिँ रेडी मेलामा आजको रमझम विशेष स्याङ्जामा भइरहेको छ यो भलिबल प्रतियोगिता। हामी खेल्न जाँदैछौँ। यो आज दिनभरिको म तपाईँहरूलाई देखाउन गइरहेको छु। यो चाहिँ हाम्रो डे 3 हो। जे होस् हामी स्याङ्जा, पाल्पा अनि गुल्मीको दृश्य एकसाथ जोडेर यो भ्लग बनाएको छु। अलि लामो हुन सक्छ तपाईहरुलाई। स्याङ्जामा यो फुटबल प्रतियोगिता भइरहेको थियो। प्रथमलाई 1 लाख प्राइज र द्वितीयलाई 70,000 प्राइज थियो। वडा कप थियो यो गेम चाहिँ। स्याङ्जामा हामीले भलिबल हेर्यौँ। त्यसपछि त्यहाँ विभिन्न खेलहरू खेलिरहेछन्। लक्की 7 अनि बल हान्ने विभिन्न खेल तपाईँहरूलाई म क्रमशः त्यो खेलहरू पनि देखाउने छु। यो दृश्य त्यहीँको हो, तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। उहाँले चाहिँ पर्यो भनेर त्यसपछि हामी चाहिँ यो खेल हेरिरहेका थियौँ अनि एकजना दाइले बल हान्नुभएको थियो। उहाँले गिलास नै हराइदिनुहुन्छ जङ्गलमा। उहाँलाई खोज्नको आफत पर्छ। उहाँले गिलास पनि देख्नु भएको हुन्न। एउटा गिलास चाहिँ पछि मैले देखाउँछु। उहाँले भन्नुभएको छ अलि बिस्तारै हान्नुहोस् है भन्न लाग्नु भएको छ। त्यसपछि उहाँ दाइले अझै वन्स अगेन हान्नुभएको छ र उहाँले यो पटक चाहिँ 3वटा बल मिस गर्नुभएको छ। त्यो भाइको नहुने ठाउँमा लाग्न पुगेको छ। रिएक्सन भाइको खतरा थियो त्यो बेला। तपाईहरुलाई दृश्य आँखाले हेर्नु र मोबाइलमा फरक पर्छ। यो चाहिँ हाम्रो लक्की 7। हाम्रोतिर बल गुर्काएर खेल्छौँ। यहाँ चाहिँ जो स्पिन हान्नु पर्दो रहेछ टक्क टक्क टक्क। त्यसपछि यहाँ हेरिरहेको थिएँ मेरो बुढीले रहर गरिरहेका थिए अनि उनले मलाई भन्छन् अब एकछिन यो फुटबल पछि मेरो बुढीको पाला आउँछ है। उनले हेर्दा सजिलो लाग्यो अरे यो स्प्राइटहरुमा हानौ भन्ने उनले हानिरहेका छन्। यो सबै मिस गर्छन् उनले चाहिँ, कुनै पनि पर्दैन अनि हेर्दा जस्तो सजिलो छ नि जब त्यसलाई निभाउनु पर्छ, जब त्यो खेल्नु पर्छ तब गाह्रो हुन्छ भन्ने कुरा उनले थाहा पाएर हाँसिरहेका छन्। त्यसपछि हामी यो खेल लगत्तै हामी पाल्पातिर लाग्छौँ। हामी पाल्पातिर जाँदैछौँ। यो टिनकुने पुल क्रान्ति मेलैमा तपाईलाई यो भिडियो माया बस्यो ख्याल ख्यालैमा। ए पाल्पा है भाइ पाल्पा। अनि यहाँ चाहिँ स्वागत गरिएको छ। त्यसपछि थकान लागेर पानी यसरी पिएको छु मैले। फाइनली पाल्पा पुगियो। यो चाहिँ पाल्पाको झलक हो। सुनभन्दा कम छैन, हराए पनि कुनै डर छैन भन्ने पसलमा गएका छौँ। टक्कसँग बुढीले त्यहाँ गएर बाला के हेर्न लाग्छन्। लास्टमा केही पनि लिन्नन्। साउनीलाई खाली दुःख मात्र दिने काम गरेका छन्। यिनले दिनभरि धेरै पसलमा यस्तै गरेका छन्। त्यसैले भन्छन् महिलासँग बजार गयो भने पुरा फुर्सद अर्थात् पुरा टाइम खाली छ भने मात्र जानु होला, नत्र खुसी साथ गएका बुढाबुढी घर फर्किँदाखेरि दुखी भएर फर्किन्छन् भन्ने भनाइ पक्कै पनि सुन्नुभएको छ होला।
सकिन चाहेर मुटु जलाई जलाई तिमी जीवन तिमी नै मृत्यु हो नछोडा है मलाई सबै थोक पाएर तिमीलाई पाउन सकिन चाहेर मुटु जलाई जलाई र यसरी उहाँको मैले यति नै लिएको छु र त्यहाँ कृषि हाट बजार अर्थात् कम्पिटिसन लागेको छ त्यो क्लिप पनि म तपाईँलाई देखाउने छु जिन्दगीमा पहिलोचोटि एक घडीबाट मतलब एक बोटबाट 2 घडी पसाएको केरा चाहिँ मैले फर्स्ट टाइम यही मेलामा देखेको छु गाइस हेरिदिनुहोस् तपाईँले पनि देख्नु भएको छ कि छैन कमेन्ट गर्नुहोला मैले चाहिँ फर्स्ट टाइम है हजुर फर्स्ट टाइम मेरो परिवारले चाहिँ देखेको रहेछन् पहिला पनि तर मैले चाहिँ फर्स्ट टाइम देखेको छु यो हेर्नुहोस् है यो हुन्छ यो पनि कृषि हाट बजारको निश्चय नै म तपाईँहरूको माझ पस्कने नै छु तबसम्म अहिलेसम्म हेरिदिनु भएको लागि धेरै धेरै धन्यवाद मेरो युट्युब च्यानल सब्सक्राइब गरी माया गरिदिनु होला सेयर पनि गरिदिनु